तपाईहरुको लागि यो जीपीएस चाहिँ ट्र्याकर चाहिँ कसरी कनेक्ट गर्ने भनेर भिडियो बनाइदिँदै छु मैले। यो वाला जीपीएस ट्र्याकर भयो, यो चाहिँ बक्स भयो भने यसमा के आउँछ भन्दाखेरि चाहिँ तपाईको एउटा चाहिँ यो वाला जीपीएस ट्र्याकर आउँछ। यसमा एउटा कनेक्टर यो इन्जिन कटअपको लागि यो आउँछ है, अनि अर्को यो आउँछ। अनि यसमा वायर चाहिँ धेरै हुन्छ। तपाईको वायर चाहिँ यसमा 4 वटा वायर हुन्छ। 4 वटा वायर भनेको चाहिँ यो दुईटा चाहिँ तपाईको इन्जिन कटअपको लागि जोड्ने भयो भने यो चाहिँ ब्याट्रीमा प्लस र माइनसमा जोड्ने भयो। जसको लागि प्लसमा मैले यहाँ रेडमा जोडेको छु, अनि अर्को भनेको चाहिँ तपाईको यो माइनस चाहिँ यतापट्टि लगाएर यहाँ जोड्नु भयो भने भइहाल्छ है। यो प्लस र माइनस जोड्नु भयो। अनि यो जोडेपछि यसमा के गर्ने त भन्दाखेरि तपाईको यसलाई पछाडिपट्टि यसलाई यसरी ढकाल्नु भयो भने ओपन हुन्छ है। यसलाई ओपन भयो, यहाँ भित्र सिम कार्ड हाल्नुपर्ने हुन्छ। तपाईले एनसीएल एनटीसी जुन सिम हाल्दा नि भयो। त्यसको लागि चाहिँ तपाईले रिचार्ज चाहिँ हुनुपर्ने हुन्छ, ब्यालेन्स चाहिँ सिम कार्डमा है। यो सानो वाला सिम लाग्ने हुन्छ यसमा चाहिँ। यो चाहिँ मैले एनटीसी को सिम हाल्दिएको छु। यसमा ब्यालेन्स छ 90 रुपैयाँ जति। अर्को भनेको यसमा सिम हाल्ने, सिम हालेर यो गरेपछि त्यो ब्याट्री त्यसमा जोडेपछि यो वाला जोइन्टर चाहिँ यसमा लगाएर हाल्दिने। यसरी राख्नुभयो भने यो भयो। अब यसको बत्ती बोल्नको लागि चाहिँ यहाँनिर तपाईको ब्याट्रीमा चाहिँ राम्रोसँग जोइन हुनुपर्छ। यसमा बत्ती बोल्छ। अनि यहीँनिर सानो एउटा बटन छ, यसलाई अन गर्नुभयो भने यसलाई अफ छ, यसलाई यता तान्नु भयो भने अन हुन्छ है। अन भएपछि यहाँ दुईटा बत्ती बोल्छ, यसरी पिली अर्को बत्ती बोल्छ। यो भनेको जीपीएसले काम गरेको छ। अर्को भनेको तपाईको अब फोन खोल्ने, फोन खोलेर चाहिँ सुरुमा चाहिँ तपाईको यो वाला एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। यो FNIOT भनेर यो प्ले स्टोर तपाईको प्ले स्टोरमा पनि पाउनुहुन्छ, एप स्टोरमा पनि पाउनुहुन्छ। अनि यसलाई स्क्यान वालालाई यसको साइडमा यो स्क्यान एक क्यूआर लेखेको हुन्छ, यसलाई स्क्यान गरिदिएर तपाईले यसमा पासवर्ड राख्न सक्नुहुन्छ। 1 2 3 4 5 6 लगइन गर्नुभयो, यसरी लगइन भयो है। अनि यसलाई मोडिफाई पासवर्ड गर भन्छ हैन, नट मोडिफाई टेम्पररी भन्नु भने अनि भइहाल्छ। यसलाई मोडिफाई गर्नुपर्ने भयो तपाईले पासवर्ड। मैले फेरि 1 2 3 4 5 6 7 8 9 0 राख्थेँ। फेरि पासवर्ड 1 2 3 4 5 6 7 8 9 0 राख्थेँ। ओके गर्दै। ओके गरेपछि यहाँ पासवर्ड हान भन्छ। 1 2 3 4 5 6 7 8 9 0 हान्ने अनि लगइन गर्ने। तपाईको लगइन गरेपछि यसमा इमेल हाल भने हुन्छ यसले है। इमेल हाल भने हुन्छ, तपाईले इमेल हाल्दा पनि भयो नहाल्दा पनि भयो। अनि तपाईको इमेल नहाल्दाखेरि पनि अब मेरो यहाँ भित्र घरभित्र पनि कहाँनिर छ गाडी यो भनेर देखाइदिरहेको छ ल। लोकेसन ठ्याक्कै अहिलेको लोकेसन चाहिँ यहाँनिर काठमाडौँ भित्र यहाँनिर रहेको छ भनेर देखाएको छ। ब्याट्री यहाँनिर भएर यो चाहिँ एक्ज्याक्ट लोकेसन भयो, देख्नुभयो। यसमा कनेक्ट गराएर देखाइदिन्छु, सबै लोकेसन देखाइदिइरहेको छ तपाईको। यो घरभित्र पनि एड भइरहेको छ। अब यति गर्ने हो क्या, अरु केही गर्नु पर्दैन। तपाईहरुले यति गर्नुभयो भने मजाले यसमा देखाइसकेको छ। अर्को भनेको तपाईको अब यसमा जानुभयो, अब यो लोकेसन हेर्नका लागि भयो। अर्को तपाईले अब यसमा गएर तपाईले यो जीमेल हाल्नुभयो भने नि भइहाल्छ है, नत्र भने चाहिँ यसमै देखायो। अनि डिभाइस तपाईको के भइराछ, कहाँ हिँडिराछ सबै हेर्न मिल्यो। अनि अर्को भनेको मोर फिचरमा गएर अब यो इन्जिन कटअपहरु तपाईको यो तेल सकेको इन्जिन यो इलेक्ट्रिसिटी कटअप कन्ट्रोल यसबाटै गर्न मिल्छ। अनि तपाईको यो अब गाडी यहाँबाट कहाँ गइरहेको छ भन्नलाई चाहिँ यो गाडी अब तपाईको जोडिरहेको हुनुपर्यो। यो भएपछि भइहाल्छ है। अनि यसमा तपाईको यो चाहिँ बत्ती यो चाहिँ अन गर्नुपर्छ है जीपीएस को लागि। अनि यो ढक्कन लगाइदिने, अनि यो बत्ती आउँदैन तपाईको बाहिरपट्टि। अब यसलाई टाल्नको लागि चाहिँ तपाईले एउटा यसमा आउनुहुन्छ बक्सभित्रै यस्तो 4 वाला डबल टेप आउँछ। यो डबल टेप लगाएर भित्रपट्टि टाल्न सक्नुहुन्छ। यस्तो वाला यो वाला टेप आउँछ। इजी छ चलाउन। त्यो अरु केही गर्नु पर्दैन, बस यति भनेको चीज चाहिँ सुरुमा गर्नुभयो भने अरु पासपोर्ट सासपोर्ट चेन्ज नगरिकन मजाले हुन्छ।